हेलो नमस्ते म चाहिँ विराटनगरको बैजनाथपुर क्रिकेट ग्राउन्डमा छु अहिले बागमती भर्सेस आर्मी क्लबको क्रिकेट गेम चाहिँ सकिसकेको छ मैले चाहिँ विराट दाईको क्यामेराबाट भिडियो बनाउँदैछु हाम्रो विराट दाईको च्यानललाई सबैले सपोर्ट गरिदिनु होला धन्यवाद गुड मर्निङ फ्रम विराटनगर एमएम कप एक दिवसीय राष्ट्रिय प्रतियोगिता आज फाइनल खेल छ फाइनल खेलमा बल्ल आज मैले भ्लग बनाउने फुर्सद पाएँ यो बैजनाथपुर विराटनगरको गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदान हाम्रो भाइ हेलो गर्दै आइसकेको छ गुड मर्निङ भाइ गुड मर्निङ खोइ आज कोही पनि चाहिँ ब्रोडकास्टिङको कोही छैन क्यामेरा कोही छैन आउँदैछन् अमित श्रेष्ठ भर्खर अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु के तपाईलाई त ब्लू वाला यो ए ल अल द बेस्ट आजको लागि ल हाम्रो अमित श्रेष्ठ पुलिस टिमको यो ग्राउन्ड चाहिँ बैजनाथपुर गिरिजाप्रसाद कोइराला चाहिँ राष्ट्रिय गौरवको योजनामा परेको ग्राउन्ड हो तर कामहरू अझ त्यति खास सुरु भएको छैन ग्राउन्ड चाहिँ बनाएको छ तर यो बाइकको संरचना केही छैन एकापट्टि सानो चाहिँ देख्नुभएको छैन यहाँनिर चाहिँ थोरै सानो चाहिँ सायद 500,000 बस्न मिल्ने चाहिँ यो साइड स्क्रिनको पछाडिपट्टि सानो ठाउँ छ यो पनि 2016-17तिर बने 8 कति होइन 7औं अथवा 6औं राष्ट्रियतिर बनेको थियो तर त्यसपछि अरू केही संरचनात्मक रूपमा केही पनि भएको छैन यो ग्राउन्डमा फाइनल हुने पिच कोच मन्जित श्रेष्ठ नेपाल पुलिस क्लबको कोच र पिचको निगरानीमा हुनुहुन्छ यो विकेट अझै राम्रो खेला थियो अस्ति जस्तो लाग्छ बिहान यसरी पिचको पुरै निरीक्षण भइरहेछ हजुर अगाडि रोलिङ भइरहेछ अझै एकछिन रोलिङ हुँदैछ टसको लागि पनि तयारी हुँदैछ हुकुम हेलो हुकुम सर गुड मर्निङ हाम्रो पिचको क्युरेटर हुनुहुन्छ हुकुम एकदम मेहनती सानै उमेरदेखि चाहिँ क्युरेटरमा चाहिँ काम गर्दै आएको अहिले त यहाँको उसले नै हेर्दैछ टसको लागि हाम्रो तयारी हुँदैछ यो पुरै ह्यान्डसम भएर हाम्रो सुमित चिना भाइ आउनु भएको छ हिजो हामी घुम्ने योजना चाहिँ बनाएको हो है इटहरीतिर एक दिनभरि कलै आएन सुतेर बस्यो के गर्यो एकदम चाहिँ म निराश छु हाम्रो साथीको बिहेभियरले वास्ता व्यस्ता केही थिएन बिदाको दिनमा दोष मलाई दिनुभयो है तपाईँले सबै दोष होइन तर तपाईँको कलको पर्खाइमा थियो म अरे तपाईँको के लाग्छ यहाँ इटहरी म आफ्नो उसको ठाउँमा आउँछु हिजो घुम्ने जाने प्लान थियो एक कल पनि फोन आएन हिजो मैले कति सोधेँ दादा के छ त के हुनु पर्थ्यो भन्नु हुन्छ अब फोन घुम्न जाने इच्छा रहर गर्ने मान्छेको पनि त इच्छा हुन्छ उसको पनि त अब फोन पर्खेको होला बिचराले हैन ए ल ल कुरो मिलेको होला अर्दा ग्राउन्डको बिचमा हाम्रो सिपी दाइ हुनुहुन्छ अर्गनाइजर हाम्रो एमएम कप फाउन्डेसनको सचिवजी के छ सिपी दाइ एकदम ठिक छ फाइनल खेलको लागि कति बजे उठ्नु भएको राति सुतेकै छैन भन्दा पनि हुन्छ तयारी त्यस्तो भयङ्कर छ होइन त हो दाइ चाहिँ दिनरात क्रिकेटको लागि अहोरात्र खट्ने मान्छे लाग्नै पर्यो जानेकै क्रिकेट छ जिन्दगी समर्पण गरेर जिन्दगी भएको छैन अहिले बाँकी नै छ पिक्चर अभी बाँकी है मेरो दोस्त खास गरी क्रिकेटमा रमाइलो मान्छे एकदम रमाइलो मान्छे ल दादा आज कहिले जित्छ भनिदिन्छ जो राम्रो खेल्छ उसले जित्छ यो एन्सर हो नि त पर्फेक्ट ल टसको लागि हाम्रो सहकर्मी मित्र सुमित तयार छ पुलिसको क्याप्टेन र आर्मीको क्याप्टेन विनोद भण्डारी हाम्रो सुमित टसको लागि तयार पुरा टसको तयारी विनोद भण्डारी अलिकति मजाक गर्दै अब टसभन्दा अगाडि फोटो हाम्रो सङ्गम तयार छ हाम्रो यहाँ क्यामेरा पर्सन रेडी सब कुरा रेडी टस पनि रेडी नमस्कार मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगिता 2082को सिक्का अन्तिम पटक हावामा जाँदैछ र यति बेला मसँग त्रिभुवन आर्मी क्लबका खेलभन्दा अगाडि चाहिँ बलरहरूले आफ्नो मार्क बनाउँछन् कति टाढाबाट दगुर्ने यसरी चिनो बनाएर यसरी मार्क गर्छन् म त नजिकबाट देखाउँछु दुईजना दुर्गेश गुप्ता आर्मीको फास्ट बलर चाहिँ आफ्नो लागि मार्क गर्दैछन् मार्क गरिसकेपछि यहाँनिर यसरी आफ्नो नाम लेखिन्छ ग्राउन्डमा जस्तै यहाँबाट दगुर्ने भनेर पहिले नै पेन्ट गरेर चाहिँ प्लेयरहरूले आफ्नो प्लेयरहरू म्याच अघि वार्मअप आर्मीको प्लेयरहरू पुरै वार्मिङ अपमा छन् यतापट्टि पुलिसको खेलाडी वार्मअपमा छन् यो टुर्नामेन्टको केएफसी स्पोन्सर यसको चाहिँ ल हेर्नुहोस् यसरी कार्पेट ओछ्याएर चाहिँ केएफसीको यहाँनिर राखेको छ हेर्दाखेरि टाढाबाट क्यामेरामा चाहिँ एकदम त्यो एड देखिन्छ मजाले
पुरा अब फाइनल खेलको लागि नेसनल एन्थेमको लागि तयारी हुँदैछ। ट्रफी टुर्नामेन्टको ब्युटिफुल ट्रफी टक्क राखिदिनु भने सिकिँदै पुरा बिजी। भाउजू पनि हुनुहुन्छ यता। भाउजू गुड मर्निङ। हाम्रो लभ भाइ नेसनल एन्थेमको लागि दुईवटा टिम तयार। म्याच सुरु हुन लागिसक्यो। हामी कमेन्ट्री बक्समा छौँ। कमेन्ट्री बक्सको भ्यू यस्तो छ। हाम्रो सहकर्मी कमेन्टेटर आइसक्नु भएको छ। के भएर ओके माइक अन। ल म्याच पनि सुरु हुनलाई एकदम रेडी छ। नरेन शाह विरुद्ध छक्का। नेपाल पुलिस क्लबको उत्कृष्ट सुरुवात र सिधा क्याच यसपटक फुल टसमा आउट हुन पुगे। कहिलेकाहीँ यो हुने गर्छ खराब बलमा। त्यो फिल्डर थिए मिड विकेटमा सिधा क्याच दिन पुगे। सम्पूर्ण रूपमा भाग्यले नरेन साउलाई साथ दियो यो पटक। विराट फुल टस बल त्यो पनि लुपी फुल टस एकदमै फ्लाइट। हेलो विराट दाई कस्तो रह्यो त बसाइ पूर्वको बसाइ तपाईँको? एकदम भवाल भएको छ। पूर्वको बसाइ त भवालै छ नि। बाहिर घुम्न लिएर गएन भने तपाईँ रिसाउनु भयो? 100% रिसार्च। दोस्रो बेन्चमा लिएर तेस्रो बेन्चमा लिएर त्यसपछि गएर 17-19 गरे भए सो अलिकति गर्न सकिन्छ। नगर्ने कुरा भने उहाँले प्रोग्राम पनि राखेको होला। यो वुमेन्स क्रिकेटलाई पनि हामीले अलिकति प्रमोट गर्ने हो, प्रोफेसनल टिममा ल्याउने हो र उसमा पनि अलिकति लगानी लगाउनु पर्ने। पक्कै पनि ठुलो विकेट यो खेलको लागि र लगभग खेलमा पकड बनाएको छ। एउटा मात्र विकेट बाँकी। फाइनल सक्यो। पुरस्कार वितरणको तयारी भइरहेछ। त्यसै गरी हामी